नमस्कार। तपाईहरू हेर्दै हुनुहुन्छ हाँका हाँकी म डिके वाइबा। हाँका हाँकी कार्यक्रममा तपाईहरूले कालेबुङका विधायक रुदेन लेप्चाज्यूलाई धेरै समयदेखि पर्खिरहनु भएको थियो। आज म उनै विधायक रुदेन सादाज्यूसँग यो हाँका हाँकी कार्यक्रममा हाँका हाँकी कुराकानी गर्न लागिरहेको छु। जनताका मनमा भएका प्रश्नहरूलाई उनी समक्ष म राख्नेछु र यसपालि जुन चुनावी मैदानमा कालेबुङबाट वर्तमान सिटिङ एमएलए रुदेन लेप्चाज्यू आफ्नो सिट बचाउनका निम्ति आफ्नो वर्चस्व कायम गर्नका निम्ति पुनः चुनावी मैदानमा उत्रेका छन्। प्रचार अभियानमा उनी लागि परेका छन्। यस्तो अवस्थामा उनलाई के कति चुनौती छ यो हाँका हाँकी जनताका प्रश्नहरू सोध्नेछु। सर्वप्रथम रुदेन सादाज्यूलाई म यो कार्यक्रममा स्वागत गर्दछु। स्वागत छ। कस्तो हुनुहुन्छ? बिल्कुल स्वस्थ। चुनाव प्रचार अभियान कस्तो चलिरहेको छ? मोटामोटी अब चुनावको 90% कार्यहरू सिद्धियो। ब्लक 3 मा धेरै कठिन थियो। हजुर। मतलब कतिपय ठाउँमा हिँड्नु पर्ने अनि फैलेको समष्टिले गर्दा एक दिनमा उक्त समष्टिहरूलाई कभर गर्न सकिएन। दोस्रो दिन पनि गर्नु पर्यो। तथापि मोरलेस 13 वटा समष्टिहरूमा पाइला टेकिएको छ। टार्गेट गरेको ठाउँमा सबैमा पुग्न सकिएन, समयको अभाव थियो। तथापि मोटामोटी चुनाव अभियानलाई मान्नुपर्छ पोजिटिभ रह्यो र ठिकठाक। तपाईँ त चुनावको घोषणा हुनुभन्दा अगाडिदेखि नै प्रचार अभियानमा लागि पर्नु भएको थियो। त्यो त हामीले समय थाहा थियो कि योपालि बङ्गालमा 2 या 3 चरणमा मात्रै इलेक्सन हुन्छ, जो कि 5 वर्ष अगाडि 8औं वटा चुनाव मतलब चरणमा भएको थियो। त्यति बेला हामी 5th मा परेका थियौँ। 5th फेजमा परेको कारणले गर्दा हामीसँग पर्याप्त समय थियो। तर जहाँ तक चुनाव आयोगको जुन मोटिभ्स थियो कालेबुङ बङ्गाललाई केवल 3 चरण म्याक्सिमम भन्ने थियो, त्यो कारणले फर्स्ट फेजमा नर्थ बङ्गाल नै पर्छ भन्ने लागि परेको कारणले गर्दाखेरि हामीलाई अबकै सायद चुनाव प्रचारमा लागिहाल्नु नै सठिक थियो जस्तो लाग्यो। कतिको कन्फिडेन्ट हुनुहुन्छ यो चुनावमा जित्छु भन्नेमा? हामी कन्फिडेन्ट छौँ, किनकि हाम्रो लास्ट 21 को इलेक्सनको तुलनामा हाम्रो भोट मिनिमम 15 म्याक्सिमम 22% को आसपासमा भोटको बढौतरी भएको छ। त्यो कारणले हामीलाई जित्नमा कुनै कठिन छ भन्ने कुरा लाग्दैन। 2021 को चुनावमा तपाईँले पाउनु भएको मोट रहेछ 58,206 अनि त्यति बेला बिजेपीले 54,336 है। केवल तपाईँ 3,870 भोटले जित्नु भएको थियो। तर योपालि त बिजेपी र गोजोमोमो, त्यस बेला गोजोमोमो अलग्गै चुनाव लडेको थियो। त्यति बेला आरबी भुजेल क्यान्डिडेट थियो कालेबुङबाट। उनले नै त्यति बेला 31,856 भोट पाएको थियो। र यो दुईटा बिजेपी र तपाईँ विरोधी भोटहरू, बिजेपी र आरबी भुजेलले पाउनु भएको भोटलाई हामीले जोड्यौँ भने पनि 86,192 भोट योपालि बिजेपीको पक्षमा छ भन्ने योपालि तपाईले हेर्नु सम्पूर्ण अर्थात् क्रामाक्पा, जेलेप, विमल दाजुको पार्टी, बिजेपी सबै गरेर पनि लास्ट एमपी इलेक्सनलाई हेर्नुभयो भने 85,000 भोटको आसपास मात्रै छन्। हामी एकल हो कालेबुङमा, हामी एकल थियौँ। त्यसको भोट डिफरेन्स हेरौँ भने खालि 23,000 को फरक छ। लास्ट इलेक्सनलाई हेर्नुभयो भने 23,000 को फ्र्याक्सनलाई हेर्नुभयो भने हामी 19 लाई हेर्छौँ। 19 मा एमपी इलेक्सनमा लास्ट इलेक्सनलाई हेऱ्यो भने हामी 34,000 भोट सेयर थियो। हाम्रो केवल 34,000 भोट सेयर थियो। हामीले 2 वर्षमा 21 मा जब म आफै एज एमएलए क्यान्डिडेट उठेँ, हामीले 24,000 भोटको बढौतरी गऱ्यौँ। भोट कहाँबाट आयो? बिजेपीलाई दिने भोट नै पाएको हो। विमल दाजुलाई दिने भोट नै हामीतिर इन्क्लाइन हो। हजुर। 24,000 को इन्हान्समेन्ट भयो। तर त 58,000 पुगे। त्यो कुरा त्यहाँ रोकिएको छैन। त्यो भोट अहिले हामी अबकै 2 वर्ष अगाडि भोट सेयरलाई हेऱ्यो भने हामी 54,000 पुगेका छौँ। हजुर। 54,000 पुगेका छौँ। यसपालिको भोट बढौतरीमा हामी मिनिमम भनेको 20,000 भन्दा बढी भोट हाम्रो बढ्छ नै। त्यो त मिनिमम बढ्छ, किनभने अघि भने 20 मिनिमम म्याक्सिमम र 15 मिनिममको फिगरले हामी भोटको बढौतरी छ। टाउनमा लास्ट मेरो 21 को इलेक्सनलाई हेर्नु भने केवल 30% मात्रै मेरोमा थियो, 70% एगेन्स्टमा। योपालि हेर्नु हो भने हामी कमसेकम मिनिमम पनि 45 को आसपास पर्सेन्ट टाउनबाट हामी भोट पाउँदैछ। 15% त टाउनको इन्हान्समेन्ट छ। त बस्तीमा त अवश्य हामीले ज्यादातर काम गरेका छौँ। त्यो कारणले गर्दा म्याक्सिमम त्यो फिगर 20% बढ्नु सक्छ। त्यो एकदम म पुरा बडा दावेको साथ भन्नु सक्छु, किनभने जुन बुथहरूमा हामी एकदम मायालाग्दो पाराले हार्छौँ त्यो उक्त बुथहरू आज 90% सम्मको भोटले हामी जित्दैछौँ। त्यो कारणले हामी कतै कठिन पर्छ भन्ने छैन। लास्ट इलेक्सनमा हेर्नु भने 36 नम्बर 37 नम्बर यस्तो समष्टिहरू हो
जहाँ 22-22वटा बुथ भएको समष्टिमा एउटा बुथ मात्रै जितेको थियौँ। हजुर योपालि हाम्रो 36 सप्रेको छ, त्यसरी 37 अत्याधिक रूपमा सप्रेर माथि आएको छ। हामी त्यो बुथहरूमा हिजै राम्रो पर्फर्म गरिसकेका छौँ एमपी इलेक्सनमै। त्यो कारणले गर्दा यी क्षेत्रहरू जुन ठाउँमा अत्याधिक रूपमा कमजोर थियो त्यो ठाउँमा हामी लगभग 100% को हिसाबले बढेका छौँ। बुझ्नुभयो त? 100%। मतलब जहाँ एउटा बुथ जितेको छैन त्यहाँ हुनसक्छ 12-15वटा बुथ जित्ने स्थितिमा हामी मजबुत भएका छौँ। त्यो हिसाबले हेर्नु हो भने हामीलाई यो पालिको भोट जित्न त्यति खासै कठिन छ भन्ने चाहिँ मलाई कतै लाग्छ। एन्टी इन्कम्बेन्सीको कारण पनि रुदेन लेप्चाले यसपल्ट भोट कम्ती पाउँछ भनेर अनुमान त्यो लगाइरहेका छन्। गलत हो, किनभने एन्टी इन्कम्बेन्सी छ भने विमल दाजु र बिजेपी छ, बिजेपीको जति छ हाम्रोमा छैन। उनीहरूले केन्द्रमा सत्ता चलाएको लगभग 12 वर्ष भयो नि त। तर 12 वर्ष बादमा पहाडीहरूलाई दिएको पोलिटिकल कमिटमेन्टको आधारमा उनीहरूले के चाहिँ दियो? नथिङ। त्यो कारण एन्टी इन्कम्बेन्सी जति उनीहरूको विकसित छ त्यो हिसाबले हो भने हामी त छँदै छैन, किनभने उनीहरूको एन्टी इन्कम्बेन्सीको भोट नै हामीतिर इन्क्लाइनेसन भएको छ, उनीहरूको डिक्लाइन भएको छ, सिधा कुरा। त्यो कारण एन्टी इन्कम्बेन्सीको भोटले नोक्सानी हुन्छ भने बिजेपीलाई हुन्छ, हामीलाई हुँदैन। किनभने हामी यस्तो छ नि, हामी अत्याधिक दामी गऱ्यौँ भने चाहिँ मेरो दाबीदारी होइन। हजुर हेर्नुहोस्, अत्याधिक दामी गरेको छैन, त्यो केही त गर्यो रुदेनले आएर, एउटा कुरा त हो। तर बिजेपीले केही नगरेको छ नि त। त्यो तुलनामा हेर्दाखेरि यो चाहिँ बेटर अप्सन हो, किनभने यसले केही नगरे भन्नु सक्दैन। तर बिजेपीले यत्रो उनीहरूले चलाएको त टेन्युर वाइज त चौथो टेन्युरमा छ। म भने सिङ्गल टेन्युर, त्यहीभित्र हाम्रो पञ्चायत व्यवस्थापनको कुरा लिएर गयौँ, रोड कनेक्टिभिटी वाइज लिएर गयौँ। त्यो हिसाबले त हामीले त अत्याधिक काम गऱ्यौँ, डेलिभर भयो, हाम्रो कमिटमेन्ट डेलिभर भयो। तर बिजेपीको त्यो गरेर एन्टी इन्कम्बेन्सीको साइड इफेक्ट भनेको बिजेपीलाई हो, हामीलाई छैन, बिजेपीएमलाई छैन। छैन। तपाईँहरू लगभग 2017 देखि यता हेऱ्यौँ भने 2026मा आइपुग्दा लगभग 9 वर्ष 10 वर्ष तपाईँहरू सत्तामा हुनुहुन्छ। यो 10 वर्षको सत्ता सम्हालेको अवधिमा जनताको लागि तपाईँले के गर्नुभयो? ठोस उपलब्धि के छ? के देखाउन सक्ने? सबभन्दा कुरा एउटा नि प्र्याक्टिकल विचारधारा, व्यावहारिक विचारधारालाई हाबी हुन दिनु हाम्रो सबैभन्दा सैद्धान्तिक हिसाबले त्यो माथि अत्याधिक काम गर्यो भन्ने लाग्छ। आजको दिनमा राजनीतिक रूपमा जुन प्रकारको चुनावको अभियानहरू छ, हेर्नुहोस्, गीत गान डान्ससँग भइरहेको छ, हरेक जन नाच्दैछ, गाउँदैछ। यो परिस्थिति के बिफोर 2017 अगाडि थियो त पहाडमा? यो कुराको जवाबदेही त कसले दिन्छ? यो सिचुएसन वाइज आज आएर हेर्नुहुन्छ भने पहाडमा सबै प्रकारको पोलिटिकल पार्टीहरू तर्क राख्छन्, एउटाले अर्कालाई खण्डन गर्न सक्छ। यो उदारवादिता राजनीतिमा जुन चाहिँ यो सबैभन्दा ठुलो कुरा। र लास्ट जति वर्ष हामी विनय दाजुसँग पनि रह्यो 2-2.5 वर्ष, त्यसको मतलब अनित सुरु भयो। त्यहाँदेखि यहाँसम्म आउँदाखेरि पहाडमा एउटा स्ट्राइक भएन, अशान्ति भएन। सबभन्दा ठुलो उपलब्धि त के हो नि? पिस छ भने गरिब मान्छे पनि शान्तिले सुन्छ, पिस छैन भने, अशान्ति छ भने धनी मान्छेलाई पनि त्यति नै दुख्छ जति गरिब मान्छेलाई पनि दुख्छ। त्यो कारणले पिस इज इम्पोर्टेन्ट। त्यस नजरियाले हेर्नु हो भने डेभलपमेन्ट पछाडि हुँदै गर्ने प्रक्रियाभित्र आउँछ। आज बन्नेका रोड्सहरू भोलि फेरि बगडिन्छ, फेरि बिग्रिन्छ। तर शान्ति, यो शान्तिको कल्चर र एउटा प्र्याक्टिकल विचारधारा नि जबसम्म जुन ठाउँमा हुँदैन, टाइम वेस्ट गरेर त्यो ठाउँको मानिसलाई प्रलोभन नदेखाउँ न। रियलिस्टिक कुरा जे छ त्यो दिउँ भन्ने कुरामा हामीले मानिसलाई एडुकेट गर्न सक्यौँ र पहाडलाई शान्ति दिनमै सबैभन्दा ठुलो पाठमा हामीले गर्न सकेको काम चाहिँ यो लाग्छ। तपाईँले त 2021 को चुनाव जितेपछि सर्वप्रथम नै एउटा घोषणा गर्नुभयो कि म त जितेको बुथमा मात्रै काम गर्छु भन्नुभयो। योपालि चुनाव जित्नु भए पनि जितेको बुथमा मात्रै काम गर्नुहुन्छ? हेर्नुहोस्, सैद्धान्तिक हिसाबले मेरो स्पष्ट कुरा राख्दै आएको हो। हेर्नुहोस्, फर्स्ट हुनेलाई फर्स्ट प्राइज दिन्छ, सेकेन्ड हुनेलाई सेकेन्ड प्राइज दिन्छ, थर्ड हुनेलाई थर्ड प्राइज दिन्छ। हामीले प्रायोरिटीको कुरा गऱ्यौँ, सिधा कुरा प्रायोरिटीको कुरा गऱ्यौँ। जो फर्स्ट भएको छ फर्स्ट भएकोलाई त्यो सिद्धान्तले नै हेर्नुपर्छ नि। जस्तो बङ्गालमा लास्ट 15 इयर्सदेखि ममता ब्यानर्जीको सरकार छँदा नै त बिजेपी केन्द्रमा हुँदा एमजी एनर्जीको पैसा काट्यो त। मुखले भनेन, मुखले भनेन। तर एमजी एनर्जीको पैसा अरू सम्पूर्ण राज्य र केन्द्रशासित प्रदेशहरूलाई दिँदा यहाँ बङ्गालमा किन दिएन? स्पष्ट छ, घोटाला भयो भन्छ। घोटालाको इन्भेस्टिगेसन खोइ र कसलाई सजाय दियो फेरि? विदाउट सबै कुरा, कुनै रिलिभेन्ट कुनै त्यो घटनै छैन, कुनै डकुमेन्ट्स नै छैन। त्यसको बावजुद पनि दोष लगाइँदा कसलाई एरेस्ट गर्यो, कसलाई पक्रियो, कसलाई नोकरीबाट टर्मिनेट गर्यो, नथिङ। त्यसको बावजुद पनि बिना कारण यत्रो पैसा रोकेको कारण कुन सिद्धान्तमा? कि यसमा हाम्रो सरकार छैन, यसलाई नदिएर गरिब बनाउनु पर्छ भन्ने ठुलो कुरा छैन। हामीले भन्यौँ प्राथमिकताको कुरा, प्राथमिकताको कुरा।
किनभने जो फर्स्ट छ उसलाई फर्स्ट प्राइज दिनुपर्छ, हजुर सेकेन्ड हुन तर यसको मतलब फेल भएकोलाई पास गराउनु पर्छ पर्दैन भन्ने चाहिँ होइन। हामी प्राथमिकताको कुरा गऱ्यौँ, त्यसर्थ न त हामी उक्त समयमा ज्यादातर रुरल एरियामा फोकस रह्यौँ, त्यो पञ्चायत रिभाइभ गऱ्यौँ, रुरल कनेक्टिभिटी वाइज हामीले काम गऱ्यौँ, माथि आयौँ। त्यसको बादमा अब अहिलेलाई भने यसपालि भने सहर केन्द्रित छौँ। सहर केन्द्रित भनेको यो होइन कि बस्तीलाई अनदेखा गर्छौँ भनेर, त्यसलाई निरन्तरता दिनैपर्छ। तर अहिलेलाई भने चाहिँ सहर केन्द्रित छौँ कि अब म्यान्डेट दियो, दिस आर माई प्रपोजल्स, यो मेरो प्रपोजल छ सहर बनाउनलाई, एकर्डिङली काम गर्छु। इफ तपाईँहरू यस विषयमा तपाईँको आफ्नो धारणा स्पष्ट गर्नुहुन्छ भने। भनेपछि हारेको बुथहरूमा पनि काम गर्दै गर्दैन भन्ने चाहिँ होइन? होइन, त्यो त हेर्नुहोस्, फर्स्ट हुनेलाई सम्मान दिनुपर्छ, इज्जत दिनुपर्छ, ताकि जोहरू असफल भयो उनीहरूले त्यो त्यो एक प्रकारले त्यो एक प्रकारको कस्तो भने हामी पास हुनुपर्छ, हामी फर्स्ट हुनुपर्छ भन्ने लागोस्। त्यस उद्देश्यले त्यो सिम्पली कुरा हो कि हामी यो भन्छौँ कि जो जो मैले भने त्यो कुरामा म अहिले स्ट्यान्ड गर्छु सिधासिधी। तर एउटा कुरा स्पष्ट गर्नुहोस् कि हामीले भनेको कुरा यो होइन कि हार्ने बुथहरूलाई ठ्याक्कै हो, प्रायोरिटीमा चाहिँ त्यसरी राख्नुपर्छ, एकर्डिङली राख्यौँ। जसरी कि बिजेपीले त्यत्रो एउटा फेडरल स्ट्रक्चरभित्र जुन चाहिँ हाम्रो कन्स्टिट्युसन छ त्यो त्यो एकर्डिङली हेर्नु भने केन्द्रले सबै राज्य र सबै केन्द्र शासित प्रदेशहरूले पैसा नदिँदा यस ठाउँमा पैसा यत्रो किन रोके? हजुर हजुर होइन, बिना कारण थियो भने इन्भेस्टिगेसन हुन्थ्यो, कोही त जेल हुन्थ्यो। यत्रो 4 वर्ष रोक्दाखेरि जिरो इन्भेस्टमेन्ट कुन इन्टेन्सनले? यो ठाउँमा उनीहरूलाई जिताउने सरकार थिएन, त्यस उसले बन्द गर्यो। यो त देखिरहेको छ। उनीहरूको मुख थुनेर भने, हामीले मुख उगारेर भने, सिधा कुरा। र यो कुरा राजनीतिमा हुने गर्छ, कुरा नलुकाइ। तर यसमा स्पष्ट कुरा चाहिँ के छ, मानिसले यो सचेतनामा आएको छ। एकपल्ट रुदेनले जिताएको ठाउँहरूमा काम गरे है, अब योपालि सहरले मौका उसलाई दिनुपर्छ भनेको मानिसमा यो प्रकारको पर्सेप्सन डेभलप चाहिँ छ। हेर्नुहोस्, आज म त्यही कारणले भन्छु 15% इन्भेस्टमेन्ट छ भाइ, किनभने बजारको मानिसले यसो सोच्यो अब यसलाई काम गर्न दिनुपर्छ भने यसलाई म्यान्डेट दिनुपर्छ। बजारको मान्छे आजको दिनमा तयारी छ, ग्यारेन्टीको साथमा भन्दैछ। त्यसता हाम्रो भोट सेयर केवल 30% थियो, आज बढेर 45% आसपास पुग्छ। यो 15%को इन्हेन्समेन्ट के हो भन्दाखेरि कन्सेन्ट हो। अब यसलाई काम गर्न दिनुपर्छ भन्ने तपाईँलाई लागेको छ। त्यो त्यति हो। तपाईँहरू बारम्बार भन्नुहुन्छ सत्तासँग मिलेर काम गर्छु, अनि काम पनि गर्दै आउनु भएको छ होइन। बङ्गालमा इनकेस यदि बङ्गालमा तृणमूल कङ्ग्रेस आएन, बिजेपीले सरकार गठन गर्यो, त्यति बेला तपाईँले यहाँबाट जितेर जानुभयो, रुदेन लेप्चा त्यति बेला चाहिँ बिजेपीमा जान्छ कि विपक्षीमा बस्छ? सैद्धान्तिक हिसाबले हेर्नुपर्छ। बुझ्नुभयो त? हामी हिजो 21मा चुनेर जाँदा पहिल्यै मन बनाइसकेको, यहाँ अहिले मन बनेको छैन। त्यसमा रुदेन लेप्चा एकल व्यक्ति होइन। हिजो रुदेन लेप्चा एक्लै जितेर गयो, त्यति बेला भन्नु भने पार्टी पनि बिजेपीएम थिएन त्यति बेला, गोजममु टु त्यसको बादमा त्यो भत्ता भुङ्गा भयो, जे डिसिसन गर्दा पनि हुन्थ्यो। आज भनेको हाम्रो फुल फ्लेजेड एउटा हिलको एउटा हाबी भएको एउटा पार्टी छ, दौरो एउटा पार्टी छ। पार्टीले लिने निर्णयमाथि डिसाइड गर्छ, एउटा कुरा। दोस्रो कुरा हो सैद्धान्तिक हिसाबले बिजेपीले भन्दैछ इमिडिएट यो पछि हामी 6 महिनाभित्रमा चाहिँ हामी फुल फ्लेजेड पाहाडलाई लिएर एउटा संवैधानिक अवस्था त्यो दिन्छ भने हामीले सपोर्ट गर्ने किन नगर्ने किन एउटा कुरा आउँछ। तर फाल्तु कुराको लागि हो भने त्यस बेला पार्टीले लिने निर्णयमाथि निर्भर गर्छ। तर 6 महिनाभित्र चाहिँ गोर्खाहरूको हितार्थ पार्लियामेन्टमै गएर बिजेपीले केही जति गर्छ भने त्यो बेला त्यो पाहाडको सम्पूर्ण गोर्खाहरूको हितार्थ त्यो कुरालाई सोच्ने त्यस बेलाको कुराहरू हो। तर अहिले नै हिजो हामीले 21मा चाहिँ हिजै मतदाताहरूको थियो हामी उनीहरूसँग, अहिले हाम्रो त्यस्तो होइन, कुनै म्युचुअल अन्डरस्ट्यान्डिङ भन्ने छैन। बिजेपीसँग एकदम परस्परमा एक विरोधाभास छ। त्यो कारणले अहिले नै त्यसो भन्नु मिल्दैन। तर पार्टी छ, पार्टी विल डिसाइड। देन लेप्चा भन्ने कुरा त पार्टी होइन, व्यक्ति हो। अनि योपालि तपाईँ सिटिङ एमएलए हुनुहुन्छ, तपाईँलाई यो चुनावमा उत्रिनु भएको छ, सिट बचाउनु कुनै चुनौती परेको छ? चुनौती मलाई चुनौती कोसँग छ? चुनौती छ भने बिजेपीलाई छ, कारण उनीहरूको एउटा वर्चस्वको लडाइँ छ कि पाहाडमा यत्तिको दिन ढाँट्यौँ, अब यिनीहरूले जित्यो भने चाहिँ हाम्रो ढाँटेको पर्दाफास हुन्छ भनेर चुनौती उनीहरूले लिएको छ। त्यही कारणले त
हेमन्त विश्व शर्मा जस्तो हस्ती जो यासम्मका मुख्यमन्त्री मुख्यमन्त्री बनेका मानिसहरू आएर ब्लक 3 अस्तिको दिन मात्रै ब्लक 3 सकेर आएको हजुर त्यो ठाउँमा गएर चुनाव अभियानमा आउँछन् किन आउँछन् भने चुनौती मेरो लागि फिल भयो त हामीलाई फिल भएन कहिले पनि चुनौतीको फिलै भएन हामी आरामसे एक्लै गरिरहेछ हजुर साथी सङ्घीयहरू छ कालेबुङमा जसले रविज्यूले म्युनिसिपालिटी हेरिरहेछ हामी रुरल एरिया हेरिरहेछ अनि हाम्रो पार्टीका समर्थकहरू र अफिसियल्सहरू आफ्नो आफ्नो ठाउँ खटिदिइरहेछ समष्टिका सभासदहरूले आफ्नो आफ्नो ठाउँमा खटेको छ हामी त मुख्यमन्त्रीको अहदामा त कतै पाउँदैन वाइ तर उनीहरू किन आएको भन्छ चुनौती हाम्रो लागि छ कि उनीहरूको लागि छ एटलिस्ट कमसेकम हामी एउटा सिम्पल एउटा साधारण बस्तीबाट आएर त्यतिको थ्रेड राजनीतिक रूपमा त्यत्रो देश चलाउने पार्टीलाई गर्नु सक्नु भनेको हाम्रो लागि चुनौती होइन बिजेपी निम्ति हामी चुनौती भएको छ यो स्पष्ट छ म चाहिँ त्यसरी हेर्छु यो सिचुएसन तपाईँको केही दिन अगाडि निकै एउटा विवाद भयो पत्रकार नरेन्द्रज्यूसँग है तपाईँहरू व्यक्तिगत रूपले आक्षेप लगाउने काम भयो तर पछाडिबाट के भयो भने तपाईँले त नरेन्द्रजीको पितालाई नै नामै लिएर एउटा अलिकति अपमानजनक कुराहरू गर्नुभयो यस्तो व्यक्तिगत आक्षेप लगाउँदाखेरि होइन व्यक्तिगत आक्षेप लगाउनु ठिक हो तपाईँलाई गलत लाग्यो जस्तो लाग्दैन व्यक्तिगत आक्षेपको कुरा त्यति बेला हो डिके भाइ किनभने एउटा पत्रकारले पत्रकारको भूमिकाभित्र बुझ्नुभयो त उसले हाम्रो व्यवसाय गर्ने कुराहरूलाई व्यक्तिगत रूपमा आक्षेप लगाएको छैन नि त उसले हरेक दिनमा बिफोर एन्ड आफ्टर हेर्नु भने हरेक दिनमा यो यस्तो हो त्यस्तो भने व्यक्तिगत रूपमा पछाडि लागिरहेको हुँदाखेरि हामी पनि मानव हो हामीमा उत्तेजना आउँछ सबभन्दा ठुलो कुरा तिनी अहिले फर्दर पत्रकार तपाईँले जस्तो सम्बोधन गर्नु पत्रकार उसको पत्रकारितामा निष्पक्षता छ त तपाईँले एउटा प्रश्नको जवाब एउटा पत्रकारको हैसियतले यदि डिस्कसन गरेर प्यानलमा कसैलाई पनि पत्रकारिताको त्यो एक प्रकारले सेक्युलर पत्रकारको हिसाबले उसलाई पाउँछौँ त अहिले त बिजेपीको पत्रकार र बिजेपीको प्रवक्ताको वेमा उसले काम गरिरहेको छ डिके वाइबालाई मैले भन्नु ठिक नहोला तर ऊलाई कटाक्ष गर्ने अहिले हाम्रो पनि अधिकार क्षेत्रभित्र आउँछ किनभने उसले गरेका कुरा बिजेपीको पेड पत्रकार या बिजेपीको एउटा क्याडर रूपमा उसले जुन काम गरिरहँदाखेरि उसले मेरो व्यक्तिगत कुराहरू उछाल्दा हुनसक्छ भने उसको व्यक्तिगत कुराहरूलाई निकाल्नु के नै हुन्छ भन्ने कुरा त्यो एउटा व्यक्तिगत आक्रोशको कुरा हो त्यो बेला त्यसो निक्ल्यो तर योभन्दा पहिला ऊ सम्हाल्यो न हामी सम्हालिहालिन्छ हजुर बुझेन कारण मान्छेले भन्छ तिमी जत्रो अवधाको कहाँ हो नरेन्द्र तामाङ भन्छ है मान्छे नरेन्द्र तामाङ तिमी जत्रो अवधाको होइन उसलाई अनदेखा गर न भन्ने होइन तर नरेन्द्र तामाङलाई म मेरै नजरले हेर्छु नि त हिजो राजनीतिमा आउँदा उसले मलाई सिकाउने गर्थे 17मा जब आए जब हामीसँग उहाँले काम गर्नुहुन्थ्यो बिजनेसमा यस्तो बोल्नु है भनेर उसले नै सिकाउँथ्यो भनौँ त मेरो त ऊ गुरु जस्तै थियो हिजो त उसलाई त्यो अवधाले हेरेको त्यो सामानले दिएको मेरो लागि त ऊ त कमजोर होइन उसले सिकेको श्रेष्ठलाई सिकाइरहेको अरूले जुनसुकै नजरले हेरे त मेरो नजरले चाहिँ एउटा सिजन्ड एउटा पत्रकार सिजन्ड एउटा जर्नलिस्ट भनेर चिन्दै आएको मैले त ऊ एउटा त्यो एथिकल कुरादेखि हटिसकेपछि एउटा व्यक्तिगत एउटा व्यक्तिको प्रहारमा मात्रै लाग्ने मान्छेलाई आफूले चाहिँ त्यो सबै लगाएर आफू चाहिँ साह्रै जेन्टल हुन सकिन्छ र एउटा प्रश्न आफैलाई उहाँले त तपाईँलाई चुनौती नै दिनुभएको छ अनि माफी माग्नुपर्छ नभए इङ्ग्लिसमा होइन गर्नु सक्छ त्यो त ओपन छ नि ओपन छ कोर्टमा जाइन्छ कोर्टमा गएर जे हुन्छ त्यति बेला हामीले लगाएको आरोपहरूमा हामी एन्सर कसरी दिन्छौँ त्यो त समयले बताउँछ नि त्यसमा गएर मैले प्रुफ गरेँ भने त्यो त उसले पनि सामना गर्ने कुरा हो नि यो त भोलि सब डिजिट भएको मामला हो भोलि गएर मैले प्रुफ गर्दै गरेँ त्यसको जवाब दिएर त उसले पनि त राख्नुपर्छ कोर्ट गर्दा कोर्टले एउटै मात्रै पक्ष त सुन्दैन त्यो कारणले लेट्स सी हजुर तपाईँले जनतालाई लठुवा भन्नुहुन्छ है भन्नुभयो भाइरल भयो तपाईँले जनतालाई खोर 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 भन्नुहुन्छ कुखुरालाई जनतालाई नै लठुवा भन्नुहुन्छ जनतालाई नै खोर खोरको भन्नुहुन्छ यो ठिक हो यो एउटा कुरा चाहिँ यस्तो छ अघि पनि तल एउटा ठाउँमा यो प्रश्न गरिएको थियो हेर्नुहोस् जुन पत्रकारले उक्त विषयमाथि सोधे मैले भने मानिसहरू लठुवा छन् तर वाइ किन लठुवा भनियो त्यसको क्वेसन सोधे त पत्रकारले हजुर यो नेगेटिभ कुराहरूलाई आफ्नो पेजमा हालेर यसको फैलावट बढे यसको रिच बेसी हुन्छ भन्ने उद्देश्यले कति पत्रकारहरूले आफ्नो पेजलाई ज्यादा हाइप गराउनको निम्ति त्यो उद्देश्यले प्रेरित हुन्छ र उक्त विषय मात्रै सोधिन्छ त्यसको बादमा ट्विस्ट गर्छ त्यसलाई इलाबोरेटली चाहिँ वाइ किन किन लठुवा
लठुवा भनेको सेम यस्तो कुरा नि हामीले बिजेपीलाई भोट लास्ट 2009 देखि हाल्दै आएको 2009 के को लागि दिएको हजुर एनी पर्पज थियो त थियो नि पर्पजै पर्पज थियो घरि भने 11 जात गोष्ठीको घरि पनि सेन्ट्रल युनिभर्सिटी गयो भने गोर्खाल्यान्ड घरि भने पिपिएस भन्दै हालेको हुन्छ भयो त भएन त लठुवापन छैन त लठुवापन छ अर्थात् हामीले किन दियौँ हामी इमोसनल छौँ हामी इमोसनल कहिले धार्मिक दृष्टिकोणले इमोसनल छौँ जातिगत रूपमा इमोसनल छ हाम्रो केही न केही त यसले नै गर्छ होला भनेर अन्धविश्वासको रूपमा हामीले लियौँ इमोसनली बस्यौँ तर हामी एउटा अङ्ग्रेजीमा भन्छ नि इमोसनल फुल भनेको त मूर्खै त हो लठै त हो बुझ न तर त्यसलाई इङ्ग्लिसमा अलिक अगाडितिर एउटा शब्द जोडेर इमोसनल फुल भन्दा त्यो कुरा त मान्छेलाई एक्सेप्टेबल छ त्यही चिजलाई इलाबोरेटली भन्नु पर्यो भने सिधा कुरा छ नि त हामीले बिजेपीलाई भोट दिइरहँदाखेरि हाम्रो लठुवापनले काम गरेन त गर्यो त्यसरी नै मलाई भोट दिँदा पनि रुदेन लेप्चा मैले भन्न चाहेको छ डाक्टर महेन्द्र पी लामा जस्तो डाक्टर जीएस योन्जन जस्तो डाक्टर हर्क बहादुर छेत्री जस्तो त म थिइनँ तर पहाडले त्यस्तो शिक्षितहरूलाई के अनदेखा गरेन त हामी इमोसनमा बज्यौँ कसरी हेऱ्यो भन्दाखेरि अब घिसिङ हटाउँ विमल गुरुङ ल्याउँ विमल गुरुङलाई किन ऊ भने चाहिँ कमाने छोरा त 48 महिना आन्दोलन गरेर विमल गुरुङले घिसिङले ल्याएको भन्दा 1 सुत बढायो त 1 फिट बढ्यो डिजिएसीलाई जिटीमा ल्याउँदाखेरि नोमेनक्लेचर वाइज मात्रै नाम चेन्ज गरी पठाएर एनी 1 फिट चाहिँ बेसी ल्याए यसले भने त 48 महिना के गर्यो त हामी त्यो एक प्रकारको इमोसनल फुलको रूपमा एउटा लठापनकै रूपमा एउटा व्यक्तिलाई लिएर आयो जसमा शिक्षा पनि थिएन जसमा कुनै दर्शन पनि थिएन आवेशमा आयो आवेशमा आन्दोलन गर्यो के अरे आमा आमा भन्ने शब्द चलायो बस त्यतिकै भरमा इमोसनल भयो हामी पनि अन्त त्यो फुलिसनेस त्यो कारणले गर्दा के भयो 48 महिना आन्दोलन गरेर साइन गरेको चिज त जिटे भन्दा त ठुलो थिएन त हामीमा राजनीतिक सचेतना भन्ने कुरा छैन त्यही कारणले लठुवापन त्यहाँ देख्छ हामी काहीँ न काहीँ राजनीतिक रूपले हामी सचेत हुनु आवश्यक छ भन्ने यो कुराको पक्ष नराखिकन एउटा पार्टलाई मात्रै बिगार्नको लागि मात्रै उद्देश्यले प्रेरित भइकन हाइलाइट गर्छ भने त्यसको जिम्मेदार म लिन्न तर म स्पष्ट छु मैले भन्न चाहँदैको रहेछ इमोसनल फुलिसनेसको कुरा हो त्यो बुझ्नु इमोसनल फुलिसनेसको कुरा हो त्यो कारणले गर्दाखेरि हामी त्यस्तो नहौँ बी यथार्थवादी हजुर हजुर बुझ्नु त त्यही कारण मैले भने झुकुलमा मलाई भोट चाहिँ मन परिदियो नि त किन त्यो बिचारा बस्तीको जस्तो हामीले जस्तै दुःख गरेको एउटा इमोसनल एट्याचमेन्टमा भोट दियो गलत मैले गरिनँ होला तर मलाई भोट दिँदाखेरि मेरो योग्यतालाई भन्दा मेरो इफिसियन्सीलाई भन्दा बेसी त इमोसनली नै दियो यो कुरा त यथार्थको कुरा इमोसनमा भोट नदियो मेरो सिद्धान्त के हो यो पालि चाहिँ त्यसो भने रुदेन लेप्चालाई जनताले किन भोट दिनुपर्ने हो त हेर्नुहोस् हाम्रो मैले स्पष्ट भनेको कुरा हामीले जनताले रुदेन लेप्चालाई किन दिनुपर्छ हाम्रोमा दर्शन छ तपाईँ कम्पेरिजन गरेर यी प्रश्नहरू गर्नुहोस् कालिम्पोङको लागि नयाँ गरी बनाउने कालिम्पोङलाई नयाँ गरी बनाउने दर्शनको रूपमा सोध्यो भने कोही त्यस्ता क्यान्डिडेट छ जसले यसरी गर्छु भनेर टक्क भन्न सक्छ हामीसँग हाम्रोमा जिब्रोमा टाँसिएका मनमा गाडिएका मगजमा छापिएका कुराहरू छ दिस आर माई प्रपोजल्स कि जितेर आएपछि यो गर्छु त्यो दर्शन के अरू 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 क्यान्डिडेटसँग छ त जिरो नथिङ एकदमै जिरो छ हामीले हिजो भने पञ्चायत रिफर्मेसन गर्नुपर्छ भने त्यो मेरो माइन्डमा थियो मनमा थियो हाम्रो जिम्मेदारमा थियो त्यो भयो नि त्यही कारणले अब फर्दर पनि यी गरि नसकेका कालिम्पोङमा अव्यवस्थित ट्राफिकहरूलाई क्लियरेन्स गर्नको निम्ति यो भिजनहरू छ भन्ने मैले स्पष्ट भन्दै आएको छु यो कुरा उहाँहरूसँग छ त छैन भने बेटर अप्सन मै हुनसक्छु नि त्यो त किटान गरेर भन्दा हुन्छ तपाईँले 3 जना 4 जना 7 जना राख्नुहोस् स्पष्ट रूपमा कालिम्पोङलाई यो बनाउन सक्छ भनेर त्यो ब्लुप्रिन्ट माइन्डको ब्लुप्रिन्ट कसैसँग छैन जो तपाईसँग छ हामीसँग छ एकदम स्पष्ट हामीसँग छ भन्दै आएको छ मान्छेले तर्क गरौँ अनि सबैले कुरालाई एक्सेप्ट गरिसकेको छ यसको जितेपछि के गर्नुहुन्छ के गर्नुपर्छ स्पष्ट छ हामीले भन्यौँ ट्राफिक व्यवस्थालाई सुव्यवस्थित गर्नुपर्छ तर हिजो हामीले किन गर्न सक्छ हामीले इत्यादि गर्छौँ भनेर भन्दा भन्दै पब्लिकले त्यसको ओर हेरेन अनि मेन्डेट दिएन जहाँ 70-30 को रेसियोले म के अरे नेगेटिभ छु भने उक्त काम गर्न साहस कहाँबाट बट्यो जुन ठाउँमा जान्छु या त पब्लिकले मैले जुन विषय गर्नु आँटेको हुन्छु साथमा उभिने पब्लिक चाहिन्छ यति जनसङ्ख्या लिएर म जित्छु भन्ने एउटा आँट आउँछ कि त नत्र मेन्डेट उक्त विषयको लागि दिएको हो अब मैले गर्दा हुन्छ यो क्लियरेन्स हुनुपर्छ त्यो कारणले हामी गर्न सक्छौँ हाम्रो स्पष्ट दर्शन छ तपाईँहरूले मेनिफेस्टो घोषणा पत्र निकाल्नुभयो
घोषणापत्र त हामीले अब यसो हेर्दै आएको हो भने पार्टीले निकाल्ने हो। योपालि कालेबुङमा रुदेन लेप्चा सिटिङ एमएलए अथवा एमएलए क्यान्डिडेटले एक्लै पार्टीको पक्षमा एउटा घोषणापत्र निकाल्यो। दार्जिलिङबाट पार्टी अध्यक्षले पनि घोषणापत्र निकालेको छ नि, किन यस्तो भयो? अनि कालिम्पोङ म हेर्नुहोस् एमएलए कालिम्पोङले बनाएको, कालिम्पोङबाटै दर्शन राख्ने नेता जन्मेको हेर्न चाहन्थे हिजैबाट, बुझ्नुभयो त। त्यो कारणले गर्दा म यहाँ आइसकेपछि म कालिम्पोङभित्रैको दर्शनलाई लिएर भिजनलाई लिएर एउटा डकुमेन्ट जस्तो एउटा घोषणापत्र निकाल्नु थियो। त्यो कारणले हामीले त्यही लियो कि हामी रिजनल पार्टी हो नि त। रिजनल पार्टी भन्ने कुरा चाहिँ नेसनल पार्टी जस्तो नहुन पनि सक्छ। हजुर, त्यो कारणले हाम्रो सैद्धान्तिक हिसाबले रिजनलमा अझै सानो रिजनल यसलाई अझै मिनिमाइज गरेर पार्टिकुलर विषय लोलेमा भोट माग्दा लोलेको कुरा गर्नु पऱ्यो नि। म कालिम्पोङको उभिएर कालिम्पोङमा भोट माग्दैछु भने कालिम्पोङकै लागि माग्नुपर्छ, मेरो सिधा भनाइ छ। त्यो कालिम्पोङमा छुटेका टुटेका जे म गर्न सक्छु त्यो कुरालाई समावेश गर्न सकियो भने नै कालिम्पोङको मानिसहरूले सायद यही नै कालिम्पोङको सिङ्गल लिडरसिप गर्ने क्षमता राख्छ भनेर आकर्षित गर्ने उपाय पनि हो। त्यो कारणले पार्टीलाई हामीले भन्यौँ, सेन्ट्रल कमिटीलाई हामी यो कुराहरूलाई लिएर सेपरेट कालिम्पोङको लागि अलगै एउटा घोषणापत्र निकाल्न चाहन्छ भने कन्सेन्ट दिएपछि त वास्तव एउटै हो। हामीले विदाउट टेकिङ एनी प्रायर पर्मिसन यी कुराहरू गर्न लागेको थियो भने सायद गलत हुन्थ्यो। सैद्धान्तिक हिसाबले पर्मिसन दिइसकेपछि गर्न पाइयो, त गरिएको छ। होइन, यसमा चाहिँ के देखियो भनेदेखि रुदेन लेप्चाज्यूले यसपल्ट कालेबुङबाट एउटा घोषणापत्र सार्वजनिक गर्यो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष अनित थापाज्यूले सार्वजनिक नगरिकन घोषणापत्र सार्वजनिक नगरिकन कालेबुङका विधायकले अनि विधायक उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्दाखेरि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाभित्र केही त गडबडी छ। दार्जिलिङ पहाड र कालेबुङ बेग्ला बेग्लै जिल्लामा केही पार्टीभित्रै फुट आउने स्थिति छ भन्ने पनि अड्कलबाजीहरू चलिरहेको छ। अनुमान हो के भन्छ उटपाटाङ कुरा। हामी बिहानदेखि बेलुकासम्म कमसेकम 3 पल्ट 4 पल्ट यस्तै व्यस्त परिस्थितिमा बात गरिरहेका हुन्छौँ। बुझ्नुभयो त। मानिसले हाम्रो फुट गराइमा उनीहरूलाई नाफा हुन्छ भनेर त्यो प्रकार नेरेटिभ सेट गर्ने प्रयास मात्रै हो। किनभने हामी एक अर्कामा यदि मिसअन्डरस्ट्यान्डिङ नै हाम्रो दुर्बलताको मुख्य आधारहरू बन्न सक्छ, यो कुरा हामीलाई थाहा छ। हजुर, त्यो कारणले हामीमा त्यो मिसअन्डरस्ट्यान्डिङको दृष्टिकोणले कतै हामीलाई विभाजित गर्न सक्छ भन्ने लाग्दैन अपोजिसनले जति नै त्यो कुरा भने तापनि। किनभने हामीलाई थाहा छ ऊ बिना म बिना ऊ भन्ने कुरामा एउटा पारिवारिक दृष्टिकोणले हामीले एकाअर्कामा यो राजनीतिलाई फुल्ली एकदम मेच्योर अन्डरस्ट्यान्डिङमा यसलाई लिएर चल्ने प्रयास गर्छौँ। त्यो कारणले यी कुरा गरिँदा उहाँको कन्सेन्ट लिभरी गर्न गर्छौँ हामी। त्यो कारणले गर्दा बरु उसले थप्नु सक्छ, यसलाई माइनस गर्दैन। त्यो कारण हामी त्यसरी गरिराखेका छौँ र त्यसलाई त्यो दृष्टिकोणले म हेर्दैन। भागो प्रमोभित्र कुनै फुटको स्थिति छैन। बिल्कुल यो केवल अपोजिसनले फैलाएको भ्रम मात्रै हो। अनि एउटा निम्स त अहिले भाइरल भइरहेछ। एउटा भिरको टुप्पामा बसेर तपाईँले अनित थापाज्यूलाई धकेल्दै गरेको, भिरबाट झर्दै गरेको, अर्थात् एमएलए इलेक्सन पछाडि रुदेन लेप्चाले अनित थापा दार्जिलिङ पहाडबाट हार्यो भने, दार्जिलिङ र खरसाङबाट हार्यो भने, एमएलए चाहिँ कालेबुङबाट रुदेन लेप्चाले मात्रै जित्यो भने अनित थापालाई त्यसरी जसरी भिरको टुप्पाबाट झार्दै गरेको मिम्स भाइरल भएको छ त्यसरी नै सत्ताबाट झार्छ भन्ने। त्यो त हिजो असुविस्ता थियो नि। जति बेला अनित थापा रेजिग्नेसन गरेर जितेको चिफ पनि थिएन, एडमिनिस्ट्रेटर पनि थिएन। जुन बेला म एमएलए बनिँदा पहाडबाट विनय दाजु पनि निक्लिसकेको थियो। एउटा पार्टीको अध्यक्ष पनि पार्टी छोडेर गइसकेको थियो। अनित थापा कुनै न पार्टीको प्रेसिडेन्ट थियो न त जिटेको कुनै चिफ थियो, केहीमा थिएन। त्यति बेला मलाई इभन टिएमसीबाटै अफर आइरहेको थियो, राज्यको टिएमसीबाट आएर यहाँ आइज एमआइसम्म दिन्छौँ, के अरे स्टेटको के अरे मिनिस्टर अफ स्टेटसम्म दिन्छ भनेर प्रलोभन देखाइरहँदाखेरि किन नआएको, त्यस्तो सहज रूपमा आइरहेको अफर ठुक्राएर त त्यति बेला अनित थापा सर केही पनि थिएन। त्यति बेला केही पनि थिएन। अब पार्टी खोल्नुपर्छ ल भनिरहेको अवस्था, लाचार अवस्था त पहाडमा। त्यति बेला जतिको सुविस्तामा त हामीले त्यो बिट्रे गरेन भने अहिले अवस्थामा पहाडमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पहाडको एकल यस्तो पार्टी हो जसले प्र्याक्टिकल विचारधारामा एउटा व्यवहारिक विचारधारामा मानिसहरूलाई एडुकेट गराउन हामी सबै मिलेर लागि पऱ्यो। यहाँसम्म लिएर आएर यो परिस्थिति बन्छ, त्यस्तो मान्छेले त्यो कुन प्रकारको। तर अब त्यो नेरेटिभ बनाउनेहरूलाई उनीहरूलाई नाफा दिएर गर्ला हो। तर पास्टको अनुभवले भन्नुपर्छ। सिम्पल कुरा, हामीले सक्थ्यौँ भने आजभन्दा 5 वर्ष अगाडि सहज थियो। अहिले हामीसँग भएको सभासदहरू छ, हामीसँग भएका
अन्य पञ्चायत समितिको चेयरपर्सनहरू छ, जिटेमा चिफ स्वयं नै चिफ हुनुहुन्छ, अनि थापा स्वयं चिफ हुनुहुन्छ। त्योभन्दा त हिजो कसैले छेकारमा नै दरवाजा थिएन होइन, छेकारमा नै कुनै अब्स्टेकल थिएन, त्यति बेला डिसाइड लिने कुरा हो नि। हजुर हजुर त्यो कुरा बेफुजुल कुरा हो, झुटो। तपाईँहरूले घोषणापत्रमा लेख्नु भएको छ माटो फर्काउँछौँ भनेर, माटोको मालिकानाको हक दिन्छु भनेर। यो 2021 को चुनावमा पनि गर्नुभएको थियो, बाचा गर्नुभएको थियो, पुरा भएन भनेपछि होइन। हामीले हेर्नुहोस् फरेस्ट बस्तीलाई लिएर डिआई डेभलपमेन्ट लिएर पर्याप्त काम गऱ्यौँ। हेर्नुहोस् है, डिआई डेभलपमेन्ट लिएर 2023 को 27 फेब्रुअरीको आसपास नै, 26 या 27 फेब्रुअरीको आसपास नै नोटिफिकेसन हामीले स्पष्ट रूपमा निकालेको डिआई डेभलपमेन्टलाई। अब पब्लिकले कोही बेला पब्लिकलाई गलत नेरेटिभ ले गर्दाखेरि उनीहरूलाई कुप्रभावहरू परिहाल्छ। त्यसरी नै अहिले फरेस्टको हेर्नुभयो भने फरेस्टको त झन् साह्रो म एमएलए भएर गएर हप्ता दिन पनि नलगाइकन फरेस्ट बस्तीहरूको राइट्स दिइरहेको, मानिसले त्यसलाई मिसइन्टरप्रिटेसन गरे त्यस्ताका फरेस्ट बस्तीका लिडर्सहरूले। अहिले आएर भन्छ उक्त नै ठिक रहेछ, अहिले गराइदिनुहोस् भन्छ। हजुर त्यति बेला जुन टाइटल डिड बाँड्नु टाइटल डिड त्यति बेला विरोध गर्यो। त्यो टाइटल डिड बाँड्ने त म गएपछि स्टेटले सोध्यो तेरो फर्स्ट काम के गर्छ, उनीहरूले सोध्यो त्यो ट्रेजरी बेन्चमा बस्छस् कि अपोजिसनमा बस्छस् भने मैले भने ट्रेजरी बेन्चमा। ट्रेजरी बेन्चमा उनीहरूले एक्सेप्ट गरिसकेपछि उनीहरूले भन्यो के तेरो सबभन्दा एउटा भन्न तेरो एरियामा के गर्छ। मैले भने फरेस्ट बस्तीको पट्टापर्च दिइरहेको 3 दिन पछि हेर्नुहोस्, विदिन द सर्ट टाइम 1 विक भित्र नलागिकन कालिम्पोङको मात्रै, दार्जिलिङ खरसाङको भएन, कालिम्पोङ मात्रै सेपरेटली टाइटल डिडको नोटिफिकेसन निक्ल्यो। हेर्नुहोस् निक्लेकै हुन्। अब निक्लिसक्दाखेरि थाप्न मानेन, मैले पनि लाग्यो मैले मिस्टेक गरेँ होला, गलत चिज मागी पठाएँ होला, ठिक भएन होला, थाप्नु मानेको मानेन, चुप लागि बस्यो। तर हिजो अस्ति 1.5-2 महिना 3 महिना अगाडिदेखि भन्छ उक्त पर्चा नै ठिक रहेछ नि सर, दिलाइदिनुहोस् न। हामीले डिएमसँग मिटिङ गरेर, डिएम नयाँ थिए, नयाँ डिएमले उक्त सब्जेक्टलाई सजिलै बुझिन। फेरि उनीहरूले 2-4 सेटिङमा हामीले मिटिङ बसेर जब उनीहरू पनि त्यो कुरामा एडुकेट हुन सक्छ, अनि त्यसको बादमा उहाँको ल्यान्डका ट्राइबलका विभागका सबै अफसरसँग बसेर हामी जैन ठुलो मिटिङ बस्यौँ। बसेर भन्यो हेर्नुहोस् यो त त्यति बेला लेखिएको पर्चा र हामीसँग स्टेट छ, पर्चा अरे टाइटल डिड छ, तर दिन किन सकेको छैन भनेर भन्दाखेरि भने पब्लिकले विरोध गर्यो, हामी यो त थाप्दैनौँ भनेर। अर्को अप्सन थिएन, हामीले बन्द गरेर फाइलमा चेपेर राखिदिएको। यो बाँड्दाखेरि फेरि विरोध हुँदैन भनेर चाहिँ तपाईँहरूसँग के ग्यारेन्टी छ भनेर प्रशासनले मलाई सोध्यो। मैले भने एकपल्ट यिनीहरूसँग मिटिङ बस्नुपर्छ, यहाँहरूसँग जोहरू चाहिँ फरेस्ट बस्ती भिलेजर्सहरू छ। हामीले पाण्डा र जहाँ आज हेमन्त विश्व शर्मा आउनुभयो उक्त ठाउँमै फरेस्ट मिटिङ गऱ्यौँ हामीले। 25 वटा भिलेज, ब्लक 3 भनेको 25 वटा भिलेजलाई लिएर यसो भन्दैछ। उनीहरूको रिसोर्स पर्सनहरू युपीबाट आयो, हिन्दीमा भाषण गरे, डुवर्सबाट आयो, हिन्दीमा भाषण गरे, अनि जति बुझेका छन् फरेस्ट बस्तीका लिडर्सहरूले त्यो सबैलाई त्यहाँ बताइएपछि स्पष्ट गरियो कि हामी उक्त पर्चा नै थाप्ने। तर त्यति बेला कोड अफ कन्डक्ट लागिहाल्यो। हामीलाई प्रतिश्रुति दिनु पऱ्यो कि ग्यारेन्टी दिनु पऱ्यो कि हामी यो 66 वटा भिलेजको पर्चा त्यो भिलेजर्सहरूले चाहिँ उक्तै विषय थाप्ने त भनेर भन्दा 25 वटा भिलेजले ब्लक 3 मा चाहिँ दे आर ओके न थाप्छु भन्दैछ। त्यही हो, किनभने मैले भुल गरेँ सबै फरेस्ट बस्तीकोले थापेको थिएँ। थापिसकेपछि उनीहरूलाई जो प्रकारको खासमा एरियामा फेसिलिटी पाउँदैछ त्यो सबै एग्रिकल्चरको फेसिलिटी उनीहरूले प्राप्त गर्न थाले। त्यो देखेपछि त्यही सठिक रहेछ भनेर उनीहरू अवेर बन्ने, त त्यो कुराहरू गर्दै आयो। तर अब त्यो वितरण गरिदिनुपर्छ उनीहरूको। त्यसरी नै डिआई डेभलपमेन्टको त्यो बेला भयो जुन बेला त 5 डिसिमल जमिनको पर्चापट्टिको वितरणलाई लिएर कन्ट्रोभर्सी हुँदाखेरि चाहिँ साइमल्टेनियसली त्यति बेला यसको पनि सर्वे भइरहेको थियो। डिआई डेभलपमेन्ट भइरहेको थियो। त्यति बेला बोथ साइडमा स्टे लाग्यो र स्टिल अहिले पनि लागिबसेको। तर त्यो त 2023 मा स्पष्ट लेखेको छ 2023 को नोटिफिकेसनमा क्याबिनेट 44 मा क्याबिनेटले त्यो पास गरेको छ कि डिआई डेभलपमेन्टलाई चाहिँ रेभेन्यूमा एलआरमा कन्भर्सन गर्ने भनेर नोटिस स्पष्ट छ। त्यो सामान त हामीले गरिदिएको छौँ, जानी नबुझे फर्स्टमै इत्यादि यति विभिन्न सब्जेक्टहरूमा आफै पुग्न हुँदैन। त्यसको बावजुद पनि हामीले गर्ने काम पर्याप्तसँग गर्यो र अब रहेको अधुरो रहेको छ नि त त्यसलाई गरि निकाल्नुपर्छ। यदि पब्लिक त्यो कुराहरूसँग खुसी छ भने त्यो कुरा गरि लानुपर्छ। त्यो अधुरेको कुराहरूलाई मात्रै त्यहाँ राखेको। तर आजभन्दा 5 वर्ष अगाडि कमिटमेन्ट अनुसारले हाम्रो मुद्दा अनुसारले जे पनि राख्यौँ त्यो विषयमा पुरा अनदेखा गरेर चाहिँ त्यही सब्जेक्टलाई अहिले टाँसेको होइन कि बिजेपीले गोर्खाल्यान्ड भने जस्तो अहिले हामीले गोर्खाल्यान्ड राखेको विषय होइन। हाम्रो अधुरो छ 20% 25%, त्यो काम गरि निकाल्ने उद्देश्य हो।
तपाईँमाथि एउटा आरोप लाग्छ कि रेली खोलामा चाहिँ तपाईँले अवैध रूपले कोइरी चलाउनुहुन्छ भनेर आरोप लाग्छ। तपाईँले चलाएको अवैध कोइरीको कारणले गर्दाखेरि 13 माइल इच्छे लोवर इच्छेलाई एकदमै एफेक्ट पारेको छ। त्यहाँको जनताले विरोध गरे। फेरि यो एमएलएको इलेक्सनमा उठ्नु चाहिँ रुदेन लेप्चाले भोट जितेर गएर रेलीको कोइरीलाई अझै बढोत्तरी गर्नु हो भनेर पनि यो आरोप बारम्बार लागिरहेको छ। यो आरोपलाई तपाईँ कसरी जवाब दिनुहुन्छ? कोइरीको सञ्चालन चाहिँ नि उसको डाइरेक्टिभमा गर्छ, के भन्छ ग्रिन ट्रिब्युनलले गर्छ, बुझ्यो? त्यो चाहिँ जसले चाहिँ नेसनली हेर्ने गर्छ, सेन्ट्रली एनजिटी नेसनल ग्रिन ट्रिब्युनल त्यसले नै हेर्ने गर्छ। त्यसको मापदण्ड वाइज कसैलाई एलोकेट गर्नुपर्छ। कुनै कुनै क्षेत्रहरू फरेस्टबाट कति किलोमिटरमा टाढा छ, घर गाउँदेखि कति किलोमिटरमा टाढा छ, अनि स्पेसली जमिनको भित्तादेखि कति मिटर टाढामा छ इत्यादि मापदण्ड तय गर्ने चाहिँ रुदेन लेप्चा होइन, न कि त स्टेटको सब्जेक्टभित्र पर्छ। यो बिल्कुल पर्दैन। यसको गाइडलाइन चाहिँ फुल फ्लेजेडली एनजिटीलाई आधार मानेर हेर्ने गर्छ। त्यसो हो भने त स्टेटको भित्र पर्ने हो भने त यो तल टिस्टातिर अहिले कहिले बल्ल खननहरू भइराख्नु कि अहिले भएका छैन, यो स्टेटको सब्जेक्टभित्र पर्दैन। तर रेली भनेको फुल्ली खासमल एरियाभित्र पर्छन् र त्यो भित्र मापदण्डहरू छ। ब्रिजदेखि यति टाढो, भित्तादेखि यति मिटर टाढो, हाइवेदेखि यति किलोमिटर टाढो, फरेस्टदेखि यति किलोमिटर टाढो, त्यो सबै मापदण्ड तय भएपछि त्यस ठाउँमा 3वटा पार्टीले गर्छ। एउटा रुदेन लेप्चा हो, एउटा समीम अहमद हो, एउटा हो एउटा बङ्गाली भन्नुपर्छ, बङ्गाली छ। हामी 3टाले गर्छौँ। यहाँ दोस्रो दुईटालाई छैन, एउटा अभिषेक मण्डल र एउटा समीम अहमद हो, उनीहरूलाई आँखा लागेको छैन। उनीहरू चाहिँ अभिषेक ब्यानर्जीको पार्टीहरू हो भन्ने आरोप छ नि त। मलाई थाहा छैन उनीहरू कोसँग छ, हेर्नुहोस् कोसँग छ। बिजनेस गर्ने मान्छेहरू जहिलेसम्म अडानी अम्बानी चाहिँ के अरे उयसको मान्छे हो भनेर भनिरहेको छ। भोलि कङ्ग्रेस फर्केर आयो भने कङ्ग्रेसकै मान्छे हुन्छ उनीहरू। बिजनेस गर्ने मान्छेहरू कसै पार्टी हुँदैन, जुन पार्टी आयो त्यो पार्टीको हुन्छ उनीहरू। सिम्पल हजुर। हेर्नुहोस् उनीहरू को पार्टीमा छ मेरो लुकआउट होइन, त्यो मैले त्यो विषयमा हेरिबस्ने होइन। उनीहरू गरिरहेछ, उनीहरूको अब्जेक्सन त कहिले उठाएन त हाम्रो तपाईँ सँगसँगै दुईटा अर्को पार्टीले पनि गरिरहेछ, एउटै ठाउँमा गरिरहेछ। उनीहरूको कहिले मुद्दा उठेन। हामीले किन गर्छौँ त? जेलिसीको दृष्टिकोण। किनभने राजु विष्ट स्वयं नै खोलामा हिँडे त, बनाउन सक्ने र इलिगल पाइएको भए त्यो किन बन्द भएन? कुरा त यहाँ आउँछ नि त। त्यो कसैले संसार पत्रकारहरूले दोस्याएको एउटा टुक्रा हिजो अस्ति मात्रै भन्यो इच्छेको मानिसले जो आएर भन्यो फेरि एउटा भिडियो जारी गरेको इच्छेबाट हेर्नु 2-4 पेजहरूमा निक्लेको छ। इच्छेको बासीले के भन्यो? इच्छेको पहिरो चाहिँ रुदेन लेप्चाले होइन यो भनेको छ। उक्तै हामीले पुरा टेक्निकल रूपमा हेऱ्यौँ, खनन गरेर मात्रै खन्दै नखनेको कारणले यस्तो भएको छ। कारण के छ भन्दाखेरि एकदम माल उठाउँदै उठाएन भने खोलाको जुन चाहिँ लेभल छ त्यो बढ्दै जान्छ भने खोला भित्रको बगर एकतिर डाइभर्जन भयो भने खोला रेगुलरली एउटै किनारातिर ड्यामेज भयो। यो इच्छेको किनाराहरूमा चाहिँ के छ भन्दा खोलाको यो बिचको भागहरू धेरै वर्ष भयो, अब यहाँ रुखपात उम्रिसकेको छ। खोलाहरू बिचबाट बग्दैन, साइडबाट बग्छ। अनि साइडबाट बग्दा बग्दा जति नै ठुलो आयो भने इच्छेको फेदलाई हिर्काउँछ त्यो खोलाले। हेर्नुहोस् है, इच्छेको फेदलाई हिर्काउँछ। हामीले खनन गर्छौँ लुपको केही माथिदेखि लिएर दोबानसम्म, त्यो ठाउँमा त कहीँ ड्यामेज छैन। हाम्रो खनन गर्ने एरिया त्यति हो। इच्छेमा त कहिले खनन गरेन। इच्छेको मान्छेले बुझ्यो, निकालेको छ। पत्रकार तपाईँहरूले यसलाई ट्याली गरेर हेर्नुहोस्, त्यो भिडियो म पठाइ पनि दिन्छु, मैले हेरेको। त्यहीँको छेत्री बाहुन भाइहरूले निकालेको छ कि यसलाई चाहिँ बिचमा जेसिबीले खनेर बिचबाट खोला बग्नु दिएन भने अबको नेक्स्ट 5 वर्षमा इच्छे नराख्न सक्छ, स्पष्ट भनिएको छ। त्यो त मैले प्रायोरिटी गरेको कुरा त होइन, टेक्निकल रूपमा यही हो। खोलालाई कमसेकम अहिले मधेसमा उठाउनु दिएन भने यो तलको के अरे डुवर्सको कतिवटा भाग डुबाउ गरेर छेउछेउमा बसेर डुब्छ। यो देखिरहेको छ। पाहाडमा किनभने डेभलपमेन्ट हुँदा के हुन्छ, जुन चाहिँ डेब्रिसियसहरू भित्ता काट्छ, यता पार्छ, उता काट्छ, डेब्रिसियसहरू जब डेभलपमेन्ट हुँदा त्यो झरेर झोडा नालाले बर्खाको याममा बगाएर लाने पनि खोला हो। खोलाले जहिलेसम्म बगाएर लाने ठाउँले पाएन भने पुरानो ठाउँमा बग्दाखेरि कोही ठाउँ डाइभर्सन हुन्छ र भित्ताको बस्तीहरूलाई हिर्काउने गर्छ। वास्तवमा इच्छे त्यस्तो भएको। तपाईँ गएर हेर्नुहोस्, छानबिन गर्नुहोस्, त्यो ठाउँमा एउटा सिङ्गो ढुङ्गा उकाएको छैन, त्यहाँ दोस्रो पनि लगायो सिङ्गो ढुङ्गा। त्यही नउठाएको कारणले आज इच्छे गाडिँदैछ, झर्दैछ। त्यो त अहिले त्यहाँको मान्छेले अवेर भए किन रेली डुब्दैन र इच्छे डुब्यो, त्यो कुरा त हेरे। अनि इच्छेमा त्यो म भन्छु त्यतिकमा देवल लगायो भने पनि इच्छे
खोलाले तान्नु छोड्दैन। होइन त्यहाँनिर एकपल्ट पत्रकारहरू जाँदाखेरि पत्रकारहरूलाई भिडियो खिच्नु दिएन भन्ने पनि त्यो भिडियो सार्वजनिक भएको थियो। त्यो चाहिँ रुदेन लेप्चाको मान्छेहरूले त्यो मान्छे प्रयोग गरेर पत्रकारहरूलाई खिच्नै दिएन त्यस्तो भनेर कुरा पनि आएको थियो। नआउँछ। त्यहाँ गएका छन्, त्यहाँ त्यो के जेसिपी चलाएको दिन पनि गएको छ, त्यो हामीले जहाँ जहाँ ठाउँमा काम गर्यो त्यो पनि देखाएको छ। जबकि रेलीकै देखाउँछ, मेरै घरको मुनिको देखाउँछ, त्यो त झन् अन्त ठाउँ। अनि अर्को चाहिँ तपाईँले त्यहाँ र्यालीमा कोइली चलाउनुको पछाडिको चाहिँ एमएलएको पदको दुरुपयोग भन्ने पनि आरोप छ। हामी एमएलए हुनुभन्दा कमसेकम 17 देखि चलायो होला, 17 को पछि दिन चलायो। एमएलए भयौँ 21 मा। हजुर बुझ्नुभयो त? त्यो टेन्डर गर्ने चाहिँ जिटिए होइन, हजुर कलकत्ताले गर्छ त्यसको टेन्डर। बुझ्नुभयो त? अनलाइन हुन्छ, महिना दिन मौका पाउँछ लोकलले हाल्नु। कसैले पार्टिसिपेसन गरेन, हामीले पायो गर्यो। त्यो कसैको यसले पाउँछ र उसको पाउँछ भन्ने कसैको त्यो त्यो बेफुजिल कुरा हो। कम्पिटिसन हुन्छ, कम्पिटिसनमा पाउँछ। रेलीको भन्दा पाएकोले 2टा पायो, मैले एउटा पाएँ। 2017 भन्दा अगाडि चाहिँ रुदेन लेप्चा वास्तवमा केही पनि थिएन। 2017 पछि चाहिँ 2017 को आन्दोलन पछि चाहिँ रुदेन लेप्चा सत्तामा पुग्नु पायो। त्यसपछि त ऊ त करोडौँको मालिक भयो भन्ने पनि त आरोप लाग्छ। त्यो त अब यस्तो छ नि, रुदेन लेप्चा त्यसो भए त एसएम पढ्दा झन् केही थिएन, यसो जुत्ता लाउने पैसा पनि थिएन भन्दा पनि समयसँग आफ्नो मेच्युरिटी बढ्छ, सोच्ने तरिका बढ्छ। बुझ्नुभयो त? मेरो हिजोको गरिबीलाई देखेर ती बसिरहनु त, प्रगति गर्ने मान्छे, विचारधारा भएको मान्छे। हामी 1998 दिन रेलीमा आयो। मैले 2009 मा नयाँ घर बनाएँ जो अहिले म बसिरहेको छु। बुझ्नु त? डेभलपमेन्टको एउटा प्रक्रिया हुन्छ। बुझ्नु त? डेभलपमेन्ट म थोरै न गमलामा बसाइएको बोन्साई गरेको प्लान्ट हो र म एकै ठाउँमा बसिरहन्छु। मेरो विचारधारा बद्ल्यो, मेरोमा परिपक्वता आयो, मेरो उमेरसँग मेरोमा धेरै कुरा सोच्ने तरिका आयो, बदलाउ आयो, मौका पायो, उभो लाग्छ। अनि भएका पोलिटिक्सले पनि दियो होला काम गर्नु, जो अरूलाई मुस्किल होला मेरो लागि सहज भयो होला। त्यसको मतलब पोलिटिक्सको एउटै इन्फ्लुएन्स मेरो बिजनेस छैन भने त म त मान्दिनँ। म त एकदम व्यवहारिक मान्छे हो, डिप्लोमेटिक हुनै छैन, एकदम त्यस्तो कुरामा हुनै छैन। पोलिटिक्सले चाहिँ एउटै मलाई फाइदा गरेन भन्नु छैन। हुनसक्छ राजनीतिमा जाँदाखेरि कतिवटा काम गर्नु सुविस्ता पर्यो होला, त्यो मलाई फिल छैन। यो कारणले चाहिँ पोलिटिक्समा पसेको कारणले यो बिजनेस मैले पाएँ। तर कोइरीको मुद्दामा चाहिँ हेर्नुहोस् कम्पिटिसन हो, त्यसको निम्ति क्वालिफाई गरिन्छ। पाहाडमा मेरो परिवारमा त यस्तो परिवार हो जसमा चाहिँ माइनिङ गर्नको लागि हामी क्राइटेरिया फुलफिल गर्छ। अरू सिङ्गो न कुनै जातको नन गोर्खा न गोर्खा छ, खालि डुवर्सतिर छ। तर पाहाडमा एउटै छैन। पाहाडमा छ भने मेरो परिवार मात्रै हो जसले उक्त खनन गर्नुको लागि पर्मिसन राखेर क्राइटेरियामा हामी इलिजिबल छौँ। त्यो चाहिँ तपाईँको एमएलए पदको दुरुपयोग कसरी हुन्छ? एमएलए 21 मा भएको त्यो काम म 17 पछाडि 16 देखि नै गर्दैछु, 16 को अन्तदेखि गर्दैछु। कसरी हुन्छ? तपाईँले एमएलए भइसकेपछि चाहिँ धेरै सम्पत्ति जोड्नुभयो अरे, त्यो सबै एमएलए भएको फाइदा उठाएको भन्ने आरोप पनि लाग्छ। तपाईँलाई याद छ एमएलए हुनुभन्दा अगाडि मेरो लास्ट इलेक्सनमा रिचेस्ट के अरे क्यान्डिडेटहरूमा म सेकेन्ड नम्बरमा थिएँ। लगभग 17 करोड तपाईँले देखाउनु। योपालि म 5th मा छु। हजुर, त के इम्प्रुभमेन्ट भयो? इम्प्रुभमेन्ट त डाटाले बताउँछ नि, मुखले होइन, डाटाले बताउँछ। म जो दिएँ त्यो डिटेल्स अनुसारले स्पष्ट गर्छ रुदेन बढ्यो कि घट्यो। त्यो त डाटा जो जेन्युनली डाटा सब्मिट गरिन्छ, जो मेरो जो के ब्यालेन्स सिटले बताउँछ, त्यसमा हेरिने कुरा हो। तपाईँले बारम्बार भन्नुहुन्छ म त व्यापारी हो, व्यापार गर्छु भनेर भन्नुहुन्छ है। तपाईँ इमान्दारसँग आउँछ, म ढाँट्दिनँ, म व्यापारी हो, व्यापार गर्छु भन्नुहुन्छ। राजनीति पनि तपाईँको लागि व्यापार हो? राजनीति जिम्मेदार हो, व्यापार होइन। यो कुरा बुझ्नुहोस् तपाईँले। राजनीतिमा मलाई ल्याइएकोमा आएको होइन, म स्पष्ट छु यो ल्याइएकोमा आएको होइन। किनभने अब व्यापार मात्रै गर्दो रहेछ यसले त हरामी रहेछ, उसकै लागि मात्रै पोलिटिक्स गर्दो रहेछ, पोलिटिक्सभित्र बसेर सघाएको जस्तो गर्दो रहेछ। तर हामीलाई चाहिँदा त यो त खै अगाडि आएन त, ड्युटी निभाउनु, जिम्मेदार निभाउनु। यस्तो मान्छेलाई किन भन्ने खालको एउटा दुर्व्यवहार हुनु सक्ने आशंकाहरू पनि राजनीतिमा हुने गर्छ। मलाई जति बेला पनि प्रयोग गर्यो राजनीतिमा मलाई ल्याइएको हो, म आएको होइन। म अहिले स्टिल भन्छु मेरो बिजनेस नै प्राथमिकता हो। दुईटामा एउटै मात्रै छान भन्यो म बिजनेसै छान्छु। राजनीति मेरो जिम्मेदार हो नि त। जिम्मेदार भनेको अर्काको लागि सोच्ने चिज हो। बिजनेस भनेको मेरो लागि, मेरो परिवारको लागि मात्रै हो, सीमित एउटा परिधि छ, त्यहीभित्र अटक रहने हो। तर म अहिले बाहिर छु भने आफ्नो घर खानपानदेखि माथि आएर जति केही गर्न सक्छ भने फिल्डमा आएर एउटा पब्लिकको जिम्मेदार लिएर केही गर्नै पर्छ। अब मेरो ईश्वरले दिएको आशिष नै त्यही पनि हो भनेर भनौँ, त्यसलाई
रिजेक्सन गर्नु रिफ्युज गर्नु पनि ठिक होइन त मानिसहरूले मलाई मनाए अनि तब म आएँ तर यही भन्छु प्रोफेसन भन्ने राजनीति हेर्ने यो जिम्मेदार हो तपाईँहरूले विकास गर्छु रोजगारको अवसर खोल्छु भनेर भन्नुहुन्छ पहाडमा बेरोजगार चरम स्थितिमा छ है तपाईँले पञ्चायतमा धेरै भ्याकेन्सीहरू छ त्यो पनि फुलफिल भएन स्कुलमा धेरै भ्याकेन्सीहरू छ त्यो पनि फुलफिल भएन एसएससी गठनको नोटिफिकेसन निक्ल्यो एसएससी गठन भयो भएन हामीलाई थाहा छैन अहिले पनि फङ्सनमा छैन के हो यो पहाडका मान्छेहरू बेरोजगारै भएर बस्नु राजनैतिक पार्टीको झन्डै मात्रै बोकेर कुद्नु जिन्दाबाद र मुर्दाबादै पछि नारा लगाइ बस्नु हेर्नुहोस् अनइम्प्लोइमेन्टको दर हेऱ्यो भने भारतमा केन्द्रमा बिजेपीको सत्ता आएपछि जति बढ्यो त्यो प्रिभियस उयसमा हेऱ्यो भने अहिले बेकारी दर भारतमा जति बढेको छ मोदी शासन आएपछि आएको मोदी आएपछि 90,000 स्कुलहरू तालाबन्दी भएको छ तपाईँले डाटा हेर्नुहोस् गुगल खोलेर 90,000 अनि युपी जहाँ डबल इन्जिनको छ त्यो एकल राज्य हो जहाँ 29,000 पाठशालाहरू बन्द भयो लास्ट 11 इयर्समा 12 वर्षमा बुझ्नुभयो त हामी प्रयास के गर्दैछौँ भनेदेखि चाहिँ यी कुराहरूलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ एटलिस्ट प्राइमेरी स्कुल जुन तहमा चलिरहेको छ यसलाई प्रोटेक्ट गरौँ न यो अहिले सबभन्दा ठुलो केन्द्र सरकार जिम्मेदार छ यहाँ अनइम्प्लोइमेन्ट हुनुपर्छ जिटे के चिज हो जिटे त थोत्रो व्यवस्था हो यहाँ त केही पनि छैन यसको यो व्यवस्थाको कुनै त्यस्तो ठुलो रेभिन्यू छैन आफ्नो ट्याक्सेसन छैन जसले चाहिँ यहाँ सरकारी नोकरी उपलब्ध गर्नुपर्छ तर हामीले पञ्चायत ल्यायौँ पञ्चायतको भ्याकेन्सीको त टेन्डर सरी के अरे त्यो रिक्रुटमेन्ट नोटिस निक्लेको रोके किन ओबिसीको उयसले ओबिसीलाई भने 2010 अगाडिको मात्रै भ्यालिड त्यहाँबाट पछाडिको इनभ्यालिड भएपछि त्यो मुद्दाको रिट पिटिसन फाइल गर्यो स्टेटले केन्द्र उयसमा पुग्यो सुप्रिम कोर्टमा पुग्यो त्यसको लङ पेन्डिङ अब त्यो चल्यो प्रक्रिया चल्यो फाइनली आएर कहाँ अन्त भयो आएर अब हिजो अस्ति अन्त भयो नत्र यति बेला त्यो रिक्रुटमेन्ट प्रक्रिया भइसक्यो जिटिए टेटलाई इलिगल भने जिटिएलाई इलिगल भने लु अहिले रिसेन्टली हेर्नुहोस् मै लागि परेर हामीले कोर्टमा मुद्दा लग्यौँ त्यो अनइम्प्लोइड ट्रेन टिचर्सहरूबाट अहिले त्यसलाई लिगल भयो यी कुराहरू जो हाम्रो सक्षमतामा छ नि कुनै एउटा त्यस्तो क्षेत्र छैन जहाँ हामीले अनदेखा गर्यौँ अहिले प्राइमेरी स्कुल र यो पञ्चायतको जब हुन्छ 1000 बढी यहाँको भाइ बहिनीले नोकरी पाउँछ त्यो बाटो त खोलिदिएको छ अब पञ्चायतको चुनाव 28 मा छ बिफोर द्याट नै पञ्चायतको फुलफिलमेन्ट हुन्छ भएका हुन्छ त्यसको ग्यारेन्टी हो अस्ति नै नोटिफिकेसन भएकै हो त्यो कुरा त हुन्छै हुन्छ किनभने एउटा पञ्चायतमा एउटा स्टाफ यस्तो छ जसले 3 वटा पञ्चायत समय हेरिरहेको यो प्रकारको अवस्थालाई यतिकै छोड्यो भने त पञ्चायत त भोलि प्रधान मात्रै हुन्छ स्टाफलेस प्रधान हुन्छ त्यो कारणले त्यो अनिवार्य त्यो हुन्छ विधानसभामा तपाईँले आवाजै उठाएन भन्ने एउटा आरोप छ यो आरोपलाई कसरी स्पष्टीकरण दिनुहुन्छ हेर्नुहोस् विधानसभा पार्लियामेन्टमा गएर अहिलेसम्म एमपीमा सबैभन्दा बेसी 100 पल्ट बोले भन्छ राजु विष्टले उसको स्ट्राइक रेट 0 भएन त 100मा 100 नै 0 एउटा तर्क रखाइको स्ट्राइक रेट हेर्नुपर्छ मेरो तर्कले के पायो हामीले केवल 7 मिनट बोले 5 वर्षमा मैले खालि 7 मिनट बोले पञ्चायतको रेक्टिफिकेसनमाथि पञ्चायतको रिभाइज जुन चाहिँ बिल थियो त्यसलाई रिभाइज गर्नको निम्ति एकलाई केही चेन्जेस गर्नको लागि 7 मिनट बोले तर 7 मिनट बोल्नको लागि मलाई 1 वर्ष एक्सर्साइज गर्नु पर्यो लबी गर्नु पर्यो मन्त्रीलाई भन्नु पर्यो चिफ मिनिस्टरलाई भन्नु पर्यो सिचुएसन गर्नु पर्यो जिटिएमा सभासद भएका हाउसलाई कन्सेन्ट लिनु पर्यो यो एक्सर्साइज सबसे इम्पोर्टेन्ट लबी इज इम्पोर्टेन्ट डिप्लोमेसी इज इम्पोर्टेन्ट तर मैले पञ्चायतमा नबोल्दा पनि हुन्थ्यो फेरि पनि नबोल्दा पनि हुन्थ्यो किनभने बिल सब ड्राफ्ट गरेर रेडी गरिसकेको हुन्छ त्यो प्लेस मात्रै हो तर मलाई भन्यो ए तेरो सब्जेक्ट तुम्हारो सब्जेक्ट मन्त्रीले त्यही भन्यो ए यो तेरो सब्जेक्ट हो बोल त तँलाई लाभ हुन्छ पोलिटिकली लाभ हुन्छ भने त 7 मिनट टाइम दिएँ मैले 7 मिनटभित्र बोलेँ योपालि जितेर गएर बोल्नुहुन्छ क्या अब जित्नु भयो भने कुन विषय बिल प्रस्ताव हुन्छ जो पहाडको लागि लाभदायक छ म सुन्दरवनको गोहीको बारेमा बोल्दिनँ माछा पालनको लागि बोल्दिनँ सिधा कुरा छ माछा पालनको विषय म बोल्नुपर्छ भने बोल्दिनँ किन वेस्ट अफ टाइम मेरो लागि माछा पक्रेर कुनै उपयुक्त विषय होइन सुन्दरवनको गोहीको बारेमा बिल ल्याउँछको बेला त्यो गोहीको लागि म बोल्दिनँ तर पहाडको सब्जेक्ट प्रस्तावनामा जब आउँछ त्यति माथि बोल्ने हो हेर्नुहोस् मैले बोलिनँ त उयसमा डिआई डेभलपमेन्टमा तर क्याबिनेट बस्यो बिकज अफ अस क्याबिनेट बस्यो 44 क्याबिनेट तपाईँ क्याबिनेटको नम्बर हेरेर 44 क्याबिनेट बस्दाखेरि 44 क्याबिनेटले पास गर्यो डिआई डेभलपमेन्टलाई
त्यो गर्नु लाउनु चाहिँ लबी हो, डिप्लोमेसी हो। अर्काले त भन्छ एउटा ब्रिज गएको भने कोही बेला त्यहाँ भाषामा भन्दै गरेको हुन्छ, तर हामी यति थोरै बाटो पास गरेर विधानसभा बोलेनौँ। तपाईँ डिप्लोमेटिक वेले काम गर्नुहुन्छ। 10वटा डिपार्टमेन्ट आयो भित्रभित्र, जसले चाहिँ आज रुरल एरियामा इन्फ्रास्ट्रक्चर वाइज दह्रो काम गर्दैछ, गरिरहेछ। यो बोलिरहनु पर्दैन। राजु विष्टले बोलेर वाकैमा के भित्र आयो, स्ट्राइक रेट 0। हामी एक बोल्यौँ, एक ल्यायौँ, हाम्रो 100%को छ। यो कुराले गर्दाखेरि लबी इज इम्पोर्टेन्ट। राजु विष्टले भर्खरै मात्र एउटा बयान दिएका छन्, तपाईँलाई रुदेन लेप्चालाई त तँ भनेर रुदेन लेप्चाको म के भन्छ नोकर होइन, तँ भन्ने शब्द सम्बोधन। त्यो त फ्रस्ट्रेसनको शिकार भएको मानिसले त्यति उत्तेजित भएर नबोलेर गर्छ कि। आजमा एमपी भएका मानिस बिहानदेखि बेलुकासम्म सोसियल मिडियामा सबैभन्दा बेसी गाली खाने नेताहरूमा आज त राजु विष्ट छ। हेर्नुहोस्, हामी त उठेका छौँ, ऊ त उठेको छैन। उसलाई त उठाएकोलाई जिताउनु मात्रै हो। त फ्रस्ट्रेसन र डिप्रेसनमा को छ? उसको हालतले त उसलाई मजबुर गरेको छ। हामी त जितेको छौँ, बडा शान्त भावले आज तपाईँसँग यति लामो 1 घन्टादेखि पत्रकारलाई सामना गरिरहेको छ। त्योभन्दा अगाडि पनि पत्रकारहरू जस्तै थियो, 10वटा क्वेसन गर्नेहरू। हामी त्यहाँ पनि जवाबदिहिता राखेर आएको। 10वटा मान्छे भेट, हामी सामान्य छौँ। तर सामान्य भएर किन गर्दैछ भन्दाखेरि हामीले भुल गरेको छैन, हामीले जे गरेछौँ त्यति गरिदिउँ। तर उहाँले 100 पल्ट बोल्दाखेरि पनि 6 वर्ष 7 वर्ष एमपी रहेर पनि केही गर्नु नसक्दा मान्छेको आक्रोशको सामना गर्दै गर्दा त्यो फ्रस्ट्रेसनको शिकार भएको मान्छेको त्यो के भन्छ अब एक्सप्रेस गरायो। त्यसमा जाँदा जाँदै अन्तमा तपाईँले यति लामो समय दिनुभयो, जाँदा जाँदै अन्तमा मतदाताहरूलाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण कालिम्पोङभरिका मतदाताहरूलाई, सायद आज पहाड डल्लै भन्नु ठिक होइन, कालिम्पोङभित्रको विधायक उम्मेदवार भएर कालिम्पोङभरिका सम्पूर्ण मतदाताहरूलाई अनुरोध गर्न चाहन्छु, यसपालिको भोट 4 नम्बर सिम्बल चिनो 10 लाइनमा दिएर मलाई विजय बनाइदिनुहोस्। यो विजय केवल डेभलपमेन्टल विषयहरूसँग मात्रै जोडेको छैन। एकपल्ट यसपालिको भोट बिजेपीको एगेन्स्टमा जानु अनिवार्य छ, ताकि 29 आउनु अगाडि बिजेपीले डल्लै पहाडमा हारिपठाउँदा एकपल्ट सोच्नु बाध्य होस् कि यसपालि हामीले केही नदिँदाखेरि चाहिँ पहाडको मान्छे चाहिँ पुरा हाम्रो विरोधमा उक्लिएको छ। अब 29 अगाडि पनि केही दिएन भने हामीलाई पुरा हराउने रहेछ भनेर एउटा त्रास पैदा गर्ने भोट हो। त्यसोस्ले तपाईँहरू सम्पूर्णलाई यो अनुरोध गर्न चाहन्छु, यसपालिको भोट रुदेन लेप्चा दामी व्यक्ति छ भनेको भरमा होइन, अनित थापा दामी व्यक्ति भएको छ भन्नेमा होइन, रुदेन लेप्चालाई डेभलपमेन्ट गरेको छ, पञ्चायत ल्याएको छ भनेको भन्नु, म त यी सबै कुराहरू सेकेन्डरी सोच्छु। तर तपाईँ र मेरो 20 वर्षको इन्भेस्टमेन्ट जो जसन सिंह, एसएस आलुवालिया, राजु विष्टसम्मको एमपी बनाउँदा जुन हाम्रो 20 वर्षको एउटा इन्भेस्टमेन्ट छ, भोटिङ इन्भेस्टमेन्ट, त्यसको हामीले केही रिजल्ट प्राप्त गर्नु। यो पालिको सिङ्गो कालिम्पोङ दार्जिलिङ खरसाङमै बिजेपीको विरोधमा तपाईँ अनि हामी अनिवार्य रूपमा खडा हुनु जरुरी छ, जसले कि 29 अगाडि एकपल्ट बिजेपीले सोच्न बाध्य होस्। अब केही गोर्खाहरूको निम्ति गरेनौँ भने यिनीहरूले 29मा हामीले भोट नदिने रहेछ भनेर उनीहरूलाई सचेत गराउनको लागि तपाईँहरू सम्पूर्णले यस अभियानमा म विशेष तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। त्यही कारणले प्लिज भोट फर टचलाइट। दर्शकवृन्द, यो थियो कालेबुङका विधायक प्रार्थी है रुदेन लेप्चाज्यूसँगको हाँकाहाँकी। जनताका मनमा रहेका प्रश्नहरूलाई जति सक्दो समेट्ने मैले प्रयास गरेँ। निश्चय नै कतिपय प्रश्नहरू छोडियो होला। आगामी दिनमा अर्को नेतासँग हाँकाहाँकी भेट हुनेछौँ। अहिलेलाई भने रुदेन लेप्चाज्यूसँगै म डिके वाइवालाई एकसाथ बिदा दिनुहोस्। नमस्कार। नमस्कार।